हेलो एभ्रिवान, नमस्ते। स्वागत छ मेरो युट्युब च्यानलमा। आज म बनाउन जाँदैछु अमलाको मिठो अचार। फर्स्टमा चाहिँ अमलालाई मजाले सफा पानीले पखाल्ने। सफा गरिसकेपछि एउटा कराईमा अमलालाई बोइल गर्नको लागि कराईमा पनि बोइल गर्न सकिन्छ भने कुकरमा 2 सिटी पनि लगाउन सकिन्छ। मैले चाहिँ कराईमा मजाले बोइल गरेको छु। हल्का हल्का पटपट फुट्न लागिसकेपछि अमला रेडी भएको बुझ्न सकिन्छ। अमला ठिक्क पाकिसकेपछि एउटा छुट्टै भाँडामा निकालेर सेलाउन दिने, पानी तर्काएर। अनि अर्को भाँडामा फेरि फ्राई गर्नको लागि कराई रेडी गरे। अनि तेल राखे। अनि तेल राखिसकेपछि ज्वानो, मेथी अनि जिरा धनियाँलाई चाहिँ फुराइदिने। अनि फुराइसकेपछि थोरै हिङ पनि फुराइदिने, बास्ना मिठो ल्याउँछ। अनि अमला राखे सबै अनि मजाले फ्राई गर्ने। यतिन्जेलसम्म चाहिँ गुडलाई मजाले, गुड वा चिनी आफ्नो इच्छा अनुसार जे पनि राख्न सक्नुहुन्छ। मैले चाहिँ गुड रेडी गरेको छु। गुड राख्छु। गुड राखिसकेपछि थोरै बेसार राख्छु। अनि स्वाद अनुसार नुन राख्छु। अनि पिरोको लागि खुर्सानीको अचार राख्छु। अनि चलाउँदै पकाउँछु। मजाले पाकोस् ताकि मसलाहरू भित्रसम्म लागेर मिठो अचार रेडी गर्नको लागि मजाले चलाउँदै पकाउँछु। यस्तो हेर्दै खाउँ टाइपको भइसक्यो। भिडियोमा भन्दा पनि यो रियलमा राम्रो आइरहेको कलर चाहिँ। पाक्दासम्म चाहिँ म यो राख्नको लागि भाँडा रेडी गर्छु। अनि मजाले फुटफुट गर्दै पाक्दै गर्छ। यहाँ चाहिँ सानो आगोमा मजाले पकाउँछु। अनि मिठो भइसक्यो। मलाई त रस निस्किसक्यो मुखबाट।